आज म तपाईँलाई कोरियाको पुरानो घरहरू देखाउँदैछु ल। हेर्नुहोस् है, यो कोरियाको पुरानो घरहरू हो। यस्तो टाइपको छ होइन। गेट अगाडि यता फुलहरू रोपेर चट्ट परेको सानो। अनि हेर्नुहोस् यी ठ्याक्कै यस्तो पुरानो पुरानो घरहरू। अनि यहाँ चाहिँ कस्तो हुन्छ भने यिनीहरूले चाहिँ थोरै अलिकति बारी छ भने पनि त्यो बारीलाई पनि केही न केही रोपेर उ गरेर के हुन्छ सदुपयोग बाँझो भन्ने केही देखिँदैन। हेर्नुहोस् घरहरू पुरानो पुरानो होइन। यो टायल जस्तै यो पहिला पहिला हाम्रो नेपालमा पनि टायलहरू लाउँथ्यो होइन। पहाडी भेगतिर अझै पनि देखिन्छ त्यस्तै घरहरू छ यहाँ पनि। यहाँ हेर्नुहोस् कस्तो मजाले होइन। आलुहरू रोपेको छ यहीँ। अनि मकै पनि डिलडिलमा छ। अनि यतातिर ऊ त्यहाँ सागहरू पनि रोपेको छ। हेर्नुहोस् त कस्तो मिलाएर लगाएको छ। ए मकै छ यहाँनिर, यता फर्सी, यहाँ आलु कस्तो राम्रो राम्रो भएको छ। यहाँ चाहिँ रोप्ने चलन चाहिँ यस्तो प्लास्टिकमा ठ्याक्कै प्लास्टिकले गरेर पल पल पारेर रोप्ने गरिन्छ। त्यही भएर ओसिलो पनि भइराख्ने। अनि यस्तो मजाले चाहिँ यो हेर्नु न कस्तो ल लाग्दैछ घरहरू, पुरानो घरहरू। ल हेर्नुहोस् है त, यस्तो गजबको छ गाउँहरू। ठ्याक्कै हाम्रो यहाँ खोर्सानीहरू हेर्नु कस्तो मजाले होइन ट्याक्कसँगले चाहिँ यी यस्तरी नै सबै यहाँ जे रोप्दाखेरि पनि यहाँको खेती गर्ने चलन चाहिँ सागसब्जी मकै जेसुकै बारीमा रोप्दा पनि यसरी प्लास्टिकमा रोप्यो। अनि प्लास्टिकलाई चाहिँ ड्याङ बनाएपछि पल पल पारेर त्यहाँबाट उम्रेर अनि यहाँ हेर्नुहोस् ल मकै